सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको केही सामग्री लिएर आइसकेको छु। मेरो नाम सुन्दर नेउपाने। म सामाजिक अध्ययन विषय शिक्षक पनि। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, हजुरहरूको चासोको विषय हुन सक्छ भोलिको परीक्षामा कसरी हामी सहभागी हुने, कति अङ्क प्राप्त गर्ने, कसरी राम्रो गर्ने भन्ने यहाँको चासोको विषय हुन सक्छ। सबैभन्दा पहिला म सामग्री भन्दा पनि हाम्रो करिकुलममा भएको कुराहरू यहाँहरुमा जानकारी दिन चाहन्छु। विशेष गरी तीनवटा समूह क, ख र ग, तीनवटा समूहबाट प्रश्नहरू सोधिने गर्छन्। समूह क मा 11 वटा प्रश्नहरू आउने गर्छ। ती प्रश्नहरू अति संक्षिप्त उत्तर दिनुपर्ने हुन्छ तिनीहरूको। समूह ख बाट छोटो प्रश्नहरूको उत्तर दिनुपर्ने हुन्छ। प्रत्येक प्रश्नको 5 नम्बरको रूपमा त्यो दिएको हुन्छ। त्यस्तै लामो प्रश्नहरू पनि सोधिएको हुन्छ। लामो प्रश्न 8 नम्बरको हुन्छ र 3 वटा हुन्छ। र विद्यार्थी भाइ बहिनीहरूलाई थाहा भएकै कुरा छ, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा कतिपय सन्दर्भ हामीले किताबमा पढे भन्दा फरक रहन सक्छन् र हाम्रो उत्तरात्मक शैली पनि अलिकति फरक रहन सक्छ। त्यसैले अब म धेरै यहाँ कुरा नगरिकन हजुरहरूलाई यो प्रश्न तर्फ जान्छु। मैले यहाँ केही सामग्रीहरू तयार गरेर आइसकेको छु। समूह क मा पहिलो प्रश्न छ, यो सामाजिक अध्ययन र जीवनोपयोगी बीचको कुनै एक सम्बन्ध लेख्नुहोस् भनेको छ। कहिलेकाहीँ यो जीवनोपयोगीलाई जीवन उपयोगी भनेर पनि सोध्देला। यहाँहरु अलिकति क्लेभर हुनुपर्छ यसमा। सामाजिक अध्ययन र जीवनोपयोगी सिप दुवैले मानिसको जीवनयापनमा सहयोग गर्छ भन्ने मैले उत्तर राखेको छु। यहाँहरुले त्यस्तै मिल्दोजुल्दो अरु उत्तरहरू पनि प्रस्तुत गर्न सक्नुहुनेछ। र पाश्चात्य चिन्तन परम्परा भनेको के हो अथवा पाश्चात्य चिन्तन भनेको के हो, कहिलेकाहीँ यसलाई पश्चिमा दर्शन भनेको के हो भनेर पनि सोधेको हुन्छ यो प्रश्नलाई। यसमा चाहिँ पश्चिमा देशबाट विकसित धर्म, परम्परा, संस्कृति र विचारलाई पाश्चात्य चिन्तन भनिन्छ अथवा पश्चिमा दर्शन भनिन्छ भनेर तपाईहरुले प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। त्यस्तै तेस्रो नम्बरमा छ, बौद्धिक चोरीलाई परिभाषित गर्नुहोस् भन्ने प्रश्न। अरूका साहित्यिक लेख, रचना वा कृतिलाई आफ्नो भनी प्रस्तुत गर्ने छलपूर्ण वा कटपूर्ण कार्य। मैले यसलाई अलिकति हाइलाइट पनि गरेको छु। छलपूर्ण वा कटपूर्ण कार्य यो चोरीसँग सम्बन्धित कुरा छ। यो चाहिँ अनिवार्य रूपमा लेख्नुपर्ने नै हुन्छ। अब साहित्यिक लेख, रचना, कृति, साहित्य लगायतका कुराहरूलाई चाहिँ बौद्धिक चोरी भनिन्छ भन्नु पर्यो। 4 नम्बरको प्रश्नमा छ, सृजनात्मक चिन्तनको कुनै एक आवश्यकता लेख्नुहोस् भनेको छ। अब यो प्रश्नको उत्तर दिने शैली पनि अलिकति तपाईहरुले ध्यान दिनुपर्ने हुन्छ। सृजनात्मक चिन्तनको कुनै एक आवश्यकता यस प्रकार रहेको छ भनेर माथि लेखिदिनु भयो भने सुनमा सुगन्ध हुन्छ। समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ भनिएको छ। विविध हुन सक्छन् यो सृजनात्मक चिन्तनका कुनै आवश्यकताहरू। हामी पुस्तकमा पनि यसलाई विभिन्न थरीबाट देख्न सक्छौं। त्यस्तै प्रश्न नम्बर 5 मा जीआईएस भनेको के हो भनेको छ। जीआईएस भनेको यो भौगोलिक सूचना प्रणालीको अत्याधुनिक प्रविधि हो जसमा कम्प्युटरको प्रयोग गरिन्छ र भौगोलिक तथ्यहरूको विश्लेषण समेत गरिन्छ भनेको छ। अब विशेष गरेर यो भौगोलिक सूचना प्रणाली हाम्रो पृथ्वीको धरातलभन्दा माथिपट्टि भूउपग्रहको माध्यमबाट पठाएका सूचनाहरूलाई कम्प्युटरको सहायताबाट, आधुनिक प्रविधिको माध्यमबाट, इन्टरनेटको माध्यमबाट पृथ्वीको भूगोलमा के भइराखेको छ भन्ने कुराहरू थाहा पाउनको लागि यो जीआईएस आवश्यक रहन्छ भन्ने कुरा पनि यहाँहरुलाई जान्नु आवश्यक रहन्छ। त्यस्तै प्रश्न नम्बर 6 मा भनिएको छ, मध्यकालमा ससाना राज्य उदयको कारण के होला लेख्नुहोस् भनेको छ।
अब मध्यकालमा ससाना राज्यहरू थिए, 2224 राज्यहरू, यहाँहरूलाई थाहा नै छ। ती राज्यहरू चाहिँ किन उदय भएका थिए होला भन्ने कुरा चाहिँ हामीले बुझ्न आवश्यक रहन्छ। विशेष गरेर केन्द्रीय राज्यदेखि टाढा भएकाले है। अब केन्द्रीय राज्य धेरै टाढा थियो, अहिलेको जस्तो सूचना प्रविधिको माध्यम थिएन, त्यसैले यिनीहरू चाहिँ उदय भएका थिए भनेर भन्न सकिन्छ। प्रश्न नम्बर 7 मा सामाजिक रूपान्तरण भनेको के हो भनिएको छ। यो रूपान्तरण भन्ने शब्द देख्ने बित्तिकै हजुरहरूले के गर्नु भन्दा सकारात्मक परिवर्तन है, परिवर्तन पनि सकारात्मक हुनुपर्छ, यदि त्यो भयो भने रूपान्तरण। अब सामाजिक भनेको त सामाजिक विकास, परम्परा र संस्कृतिमा आएको सकारात्मक परिवर्तन नै सामाजिक रूपान्तरण हो भन्ने सकिन्छ। अनि यो रेमिटेन्स भनेको छ, यो विप्रेषणको इङ्ग्लिस टर्म हो यो रेमिटेन्स। यो किन आवश्यक रहन्छ, यसको कारणहरू उल्लेख गर्नुहोस् भनिएको छ। रेमिटेन्स आवश्यक पर्नका 2 कारणहरू: देशको आर्थिक विकास गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न, पुँजी निर्माण गर्न जस्ता कुराहरू, बचतलाई परिचालन गर्न भन्ने जस्ता कुराहरू तपाईहरुले लेख्न सक्नुहुन्छ। प्रश्न नम्बर 9 मा मर्यादित आप्रवासन भनेको छ। यो मर्यादित आप्रवासन कुनै एक देशबाट अर्को देशमा हुने वैधानिक बसाइसराई नै मैले यहाँ अलिकति कोटेट गरेको छु। यो वैधानिक बसाइसराईलाई यो वैधानिक बसाइसराई हो र त्यो वैधानिक बसाइसराईलाई नै चाहिँ मर्यादित आप्रवासन भनिन्छ। भनेको यो वैधानिक बसाइसराईभित्र भिसा प्रणालीबाट जानु पर्यो, लुकेर जानु भएन भन्ने कुरा आवश्यक रहन्छ। शिक्षामा समुदायको सहभागिता भनेको के हो उल्लेख गर्नुहोस् भनेको छ। अब यहाँ पनि मैले अलिकति हाइलाइट गरेको छु। शिक्षामा समुदायको सहभागिता भनेको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि त्यसको उद्देश्य एउटै रहन्छ। समुदायको सहभागिता किन आवश्यक रहन्छ भन्दा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, यसको लागि समाजमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूको सक्रियतालाई नै शिक्षामा समुदायको सहभागिता भन्ने गरिन्छ। र अर्को प्रश्न यहाँ राखिएको छ, नेपालमा वैदेशिक घाटा किन बढी भएको होला, कुनै 2 कारणहरू लेख्नुहोस् भनेको छ है। अब वैदेशिक घाटा बढी हुनका धेरै कारणहरू हुन सक्छन्। त्योमध्ये कुनै एउटा कारणहरू अथवा 2वटा कारणहरू तपाईले प्रस्तुत गर्नुपर्ने हुन सक्छ यो भेरी सर्ट क्वेशनमा। अब यहाँ 2वटा क्वेशनहरू 2वटा रिजनहरू हामीले यहाँ कसरी राखिएको छ भने वस्तु तथा सेवाको उत्पादन राम्रोसँग हुन नसक्नु अथवा आयात व्यापार हुनु भनेको निर्यात कम हुनु, आयात मात्रै बढी हुनु, यो कारणले वैदेशिक घाटा हुन सक्छ। अब कृषि उपजहरू उत्पादन हुन नसक्नु है, स्रोत र साधनको प्रयोग हुन नसक्नु जस्ता जनशक्ति पलायन जस्ता कारणहरू पनि रहन सक्छन्। तपाईहरुले यी मध्येका कुनै 2वटा कारणहरू लेखिदिनु पर्ने हुन्छ। र अब भने म यो सर्ट क्वेशनमा आएको छु, संक्षिप्त उत्तरवाला क्वेशनमा। यो 8वटा प्रश्न आउँछ तपाईहरुलाई र 8वटा प्रश्नको एउटा प्रश्नको 5 नम्बरको दरले 40 अङ्क भारको यो रहन्छ। र समय व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको रूपमा देखा पर्छ, यहाँहरुलाई थाहा नै छ। समय व्यवस्थापन गर्नु आवश्यक रहन्छ। अब पूर्वीय चिन्तनको वर्तमान अभ्यास कसरी भइरहेको छ बुदागत रूपमा लेख्नुहोस् भनेको छ। अब पूर्वीय चिन्तन पूर्वीय दर्शनबाट प्रभावित परम्परा हो है। पूर्वीय दर्शन पछिल्लो समयमा विश्वमा नै चासो र अध्ययनको विषय बनेको छ। पूर्वीय दर्शनको सम्बन्धमा वर्तमानको अभ्यासलाई निम्न बुदाबाट अझ प्रष्ट पार्न सकिन्छ। यो अघिल्लो पाठ छ जुन यहाँ तपाईहरुले देख्नु भएको छ, यो 2 लाइनको पूर्वीय चिन्तन पूर्वीय दर्शनबाट प्रभावित परम्परा हो भन्ने, यो चाहिँ यसको पूर्वीय चिन्तनको इन्ट्रोडक्सन हो, यो परिचय। र तपाईले सकेसम्म यो सर्ट टाइपको क्वेशनमा यसमा थोरै परिचय र प्रश्नले सोधेको कोर कुरा र यसको राम्रो ल्यान्डिङ अथवा इन्डिङ पनि भन्छ, त्यो इन्डिङ गरिदिनु भयो भने बेस्ट हुन्छ। त्यसो गर्नुभयो भने तपाईहरुको प्रश्नको उत्तरमा उत्तरको शैली राम्रो छ, बुदाहरू मिलेको छ, त्यसमाथि पनि थोरै परिचय राख्नु भएको छ, त्यसको तलपट्टि निष्कर्ष पनि राख्नु भएको छ भने त्यो उत्तरमा अङ्क काट्न धेरै गाह्रो हुन्छ। त्यसैले धेरै अङ्क लिएर आउने सोच्नु भएको छ भने है त्यो चाहिँ राम्रो तपाईहरुको लागि राम्रो उदाहरण बन्न सक्छ यो प्रश्नको उत्तर। त्यसैले थोरै समय लगाएर भए पनि समयलाई म्यानेज गर्दै तपाईहरुले यो
परिचय राख्नुपर्ने हुन्छ। अब बुँदाहरू हामीले हेर्दा बौद्ध धर्म दर्शनको रूपमा समकालीन समाजमा यसको प्रयास भएको पाउन सकिन्छ र हिन्दू धर्मसँग सम्बन्धित विभिन्न वेदहरूलाई जीवन दर्शनको रूपमा समावेश गरेर अध्ययन तथा अनुसन्धान हुने गरेको पाइन्छ। यो सेकेन्ड टर्म हेर्ने हो भने अहिले अमेरिकाका धेरैजसो विश्वविद्यालयमा संस्कृत शिक्षाको भागहरूलाई अथवा वेदबाट लिएका कुराहरूलाई त्यहाँ अध्ययन गरेको पाइन्छ है हामीले। योग र ध्यान नै मानव जीवनको मुख्य कुरा भएको विभिन्न दर्शनमा यो कुरा उल्लेख गरेको पाइन्छ। कन्फ्युसियस र ताओ दर्शन चीनमा विकास भएको दर्शनको सम्बन्धमा खोज तथा अनुसन्धान भएको पाउन सकिन्छ। मानव सभ्यताको विकास क्रमको खोज तथा अनुसन्धान गर्नको लागि पनि यो पूर्वीय दर्शन आवश्यक छ र मैले यहाँ थोरै यसलाई निष्कर्ष पनि लेखिदिएको छु। यो निष्कर्ष भनेको के हो भने तपाईँहरूको प्रश्नको एउटा एक वाक्यको उत्तर हो भन्छु म यसलाई। त्यसैले यो माथिपट्टि हेर्न सकिन्छ पूर्वीय चिन्तन वर्तमान अभ्यास कसरी भइरहेको छ भन्दाखेरि तपाईँले त्यसको एन्सर सिधै दर्शन ज्ञान र जीवनका लागि सत्यको खोजी जुन सभ्यतासँग जोडिनुपर्छ भन्ने महान विचार पूर्वीय दर्शन भएकाले यसको प्रयोग दिनानुदिन बढ्दैछ भनेको प्रयोग भन्नु र अभ्यास भन्नु एउटै कुरा र अभ्यास दिनानुदिनै बढ्दैछ। त्यो प्रश्नको यो एन्सर ठ्याक्कै मिलेको छ। यो निष्कर्ष लेख्न धेरैलाई अलिकति समस्या हुने गरेको मैले देखेको छु। त्यसैले त्यो निष्कर्ष भनेको प्रश्नको एक वाक्यको उत्तर पनि हो। त्यसपछि यो अब हामीले यो 12 नम्बरको प्रश्नमा एउटा अरमा पनि आउने गर्छ। दुईवटा मध्ये एउटा गर्नुपर्ने हुन्छ। अब दुईवटा मध्ये एउटा गर्नुपर्ने भएकाले अब हामीले कुनै एउटा गर्न आवश्यक छ, तर मैले यहाँ दुईवटैकै एन्सर राखिदिएको छु। बौद्धिक चोरीको आरोपबाट बच्नको लागि खोज तथा अनुसन्धान कार्यमा लेख लेख्दा केही प्राविधिक पक्षहरूसँग सम्बन्धित हुन आवश्यक ठानिन्छ। मेरो आफन्त जो लेखन कार्यमा संलग्न रहेका छन् उहाँलाई लेख रचना लेख्दा निम्न कुरामा ध्यान दिनको लागि सुझाव दिन चाहन्छु। यो पुस्तकमा पनि छ है यो कुराहरू, यो लेखन कार्यमा ध्यान दिनुपर्ने कुराहरू भनेर राखिएको छ पुस्तकमा। मैले पनि केही कुराहरू त्यहीँबाट पनि लेखेको छु। यो लेखन कार्यमा संलग्न भएका आफ्ना एक आफन्तलाई लेख रचनामा के कुरामा ध्यान दिनुपर्छ भनेर सुझाव दिनुहोस् भनेको। त्यसैले त्यो ध्यान दिनुपर्ने कुराहरू नै लेखेको, प्रश्न मात्रै थोरै घुमाएको जस्तो हो। त्यसैले उपयुक्त तरिकाले उद्धरणको प्रयोग गर्नुपर्छ। अरूको लेख रचना प्रयोग गर्नै पर्ने भएमा अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्छ। आफूले तयार पारेको प्रतिवेदन आफूभन्दा जानकार व्यक्तिहरूलाई पढ्न दिएर प्रुफ रिडिङ गर्न लगाउने। लेख रचनाको अन्त्यमा सन्दर्भ सामग्रीको प्रयोग अनिवार्य रूपमा गर्ने, पुनर्लेखन अभ्यास गर्ने र उपयुक्त ढाँचाको प्रयोग गर्ने। र अन्त्यमा हामीले फेरि यो निष्कर्षको कुरा आयो भनेर लेखन कार्यमा संवेदनशील कार्य भएकाले कानुन विपरीत हुने खालका अन्य गतिविधिमा ध्यान पुर्याउनका लागि समेत सुझाव दिन्छु। कसरी सुझाव दिनुहुन्छ भनेको छ यहाँ, यसरी सुझाव दिन्छु भनेर यो अन्त्यमा सुझाव दिएको छ। यसलाई निष्कर्ष भनेर राखेको छ। निष्कर्ष लेख्दाखेरि कहिलेकाहीँ हामीले अन्त्यमा अत भन्ने शब्दावलीहरूको प्रयोग पनि गर्न सक्छौँ है। अब 13 नम्बरको प्रश्न छ वर्तमान विश्व विविधतापूर्ण छ भन्ने भनाइमा आधारित भई एक व्यक्तित्वको नमुना तयार गर्नु। सबैभन्दा पहिले तपाईँले यहाँ के ध्यान दिनुपर्छ भने मैले यसलाई एउटा यो टेबलभित्र जस्तो राखेको छु है, बाहिरबाट कभरिङ गरेर। त्यसपछि टाइटल लेखिएको छ यसमा वर्तमान विश्व विविधतापूर्ण छ भन्ने टाइटल हो। र माथिपट्टि चाहिँ यसको थोरै कार्यक्रमको फर्म्याटको रूपमा धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस वक्तित्व कार्यक्रमका सभापतिज्यू अथवा अध्यक्षज्यू, प्रमुख अतिथिज्यूहरू, गुरुवर्ग, समय सूचक, निर्णायक टोली तथा मसँगै प्रतिस्पर्धा गर्ने प्यारा साथीहरू, आजको यस कार्यक्रममा मैले वर्तमान विश्व विविधतापूर्ण छ भन्ने विषयमा आफ्ना विचार राख्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु। अब म विषयवस्तुमा जान चाहन्छु। सभाध्यक्ष महोदय, विश्वको कला भाषा यो कुरा चाहिँ यो कन्टेन्टको कुरा, कन्टेन्ट तपाईँहरूलाई एकदमै बुझ्नु आवश्यक छ है। वर्तमान विश्व विविधतापूर्ण छ भन्ने किन विविधतापूर्ण छ भन्दा अहिले विश्वका कला भाषा संस्कृति रहनसहन आदिका कारण विश्व विविधतापूर्ण छ भनिएको छ। त्यसपछि विश्वमा धेरै प्रकारका धर्म मान्ने मानिसहरू छन् अथवा धर्म मान्ने गरिन्छ जसले विश्वलाई विविधतापूर्ण बनाएको छ, जस्तै हिन्दू, इसाई, इस्लाम, ताओ, बौद्ध आदि धर्महरू। त्यस्तै विश्वमा भाषिक विविधता रहेका छन्। एउटा सानो देश नेपालमा मात्र त 124 भाषा बोल्ने मानिस रहेका छन् भने विश्वमा 1000 भन्दा बढी भाषिक समुदाय रहेका छन्। यो लाइन हेर्नुभयो भने तपाईँले के थाहा पाउनुहुन्छ भन्दा यो अलिकति लेख्ने शैली भन्दा पनि बोल्ने शैली हो। त्यसैले वक्तित्व कलामा लेखनको शैली भन्दा पनि अलिकति बोल्ने शैलीमा लेखिदिँदाखेरि राम्रो हुन्छ।
त्यस्तै सभाध्यक्षज्यू बीचबीचमा यसरी सभाध्यक्षज्यू पनि राखिन्छ। यहाँको प्रजातिगत विविधता पनि कम रहेको छैन। मुख्य रूपमा काला, गोरा, मङ्गोलियन जातजातिको विश्वमा बसोबास रहेको पाउन सकिन्छ। कला, संस्कृति, परम्परा, तिनका अनौठा चालचलन नेपाललाई अझै विविधतायुक्त बनाएको उदाहरण हामीसँग उस्तै रहेका छन् भनेर भन्न सकियो। अन्ततः विश्वमा बसोबास गर्ने हरेक फरक र नौला क्रियाकलापले विश्वलाई झन विविधता सम्पन्न गराएको छ भन्दै मेरो भनाइ टुङ्ग्याउँछु। त्यसपछि अब यो गण्डकी प्रदेशको पर्यटन व्यवसायको दृष्टिकोणबाट महत्त्वपूर्ण छ, यस भनाइलाई पुष्टि गर्नुहोस् भनेको छ। नेपालका हाम्रा 7वटा प्रदेशमध्ये सबै प्रदेशहरू पर्यटन व्यवसायको दृष्टिकोणबाट महत्त्वपूर्ण छन् आफ्नो तरिकाबाट। र हामीले प्राकृतिक सौन्दर्यताको कुरा गरौँ अथवा वातावरणको कुरा गरौँ भने यो वातावरणको कुरा गर्दा मध्य प्रदेश बाहेक अन्य प्रदेशहरू चाहिँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् है। मध्य प्रदेशमा पनि त्यहाँका संस्कृति, त्यहाँका चालचलन, त्यहाँका रीतिरिवाजहरू चाहिँ आफैमा सुन्दर छन्, तर प्राकृतिक सुन्दरता चाहिँ अलिकति कम पाइन्छ अन्य स्थानहरूमा भन्दा। त्यसैले यसलाई सबै प्रदेशहरूमा तपाईँले प्रयोग गर्नुभयो भने राम्रो हुनसक्छ। जुनसुकै प्रदेश पनि सोधिदेला। अब यो गण्डकी प्रदेश चाहिँ पर्यटन व्यवसायको दृष्टिकोणबाट महत्त्वपूर्ण हुने कारण चाहिँ मैले यहाँ थोरै राखेको छु। मनोरम वातावरण, प्राकृतिक अनुपम स्थान भएकाले, सेवा सुविधा तथा पर्यटन पूर्वाधारहरू जस्तै होटल, लज आदि प्रशस्त भएकाले, अनुकूल हावापानी र विश्वको हावापानीको समेत प्रतिनिधित्व गर्ने हावापानी भएकाले, भारतीय सिमानाका भएकाले, यातायात तथा हवाई सेवा समेत विस्तार भएकाले, पोखरा जस्तो सहर र मुक्तिनाथ जस्ता धार्मिक पर्यटन आकर्षण भएकाले, अत निष्कर्ष फेरि यहाँ पनि राखिएको छ। गण्डकी प्रदेशमा देशका हिमालय श्रृङ्खला समेत भएकाले यो पर्यटक मुख्य आकर्षण केन्द्र रहेको छ भनियो। अब नेपालका प्रदेशहरू बीचमा कस्तो अन्तर सम्बन्ध पाउनुहुन्छ भनेको छ है। यो अन्तर प्रदेश सम्बन्धबाट लिएको प्रश्न हो। यो अन्तर प्रदेश सम्बन्ध भनेको चाहिँ हामी यसलाई विविध पक्षबाट अन्तर प्रदेश सम्बन्ध हामी पाउन सक्छौँ। आर्थिक, सामाजिक, सांस्कृतिक है, अनि राजनैतिक रूपमा पनि यिनीहरू अन्तर सम्बन्धित छन् भनेर हामी पाउन सक्छौँ। यी मध्येका केही कुराहरूलाई मैले अलिकति डिफ्रेन्ट स्टाइलबाट यहाँ प्रस्तुत गरेको छु। सकेसम्म परीक्षामा यस्ता खालका प्रश्नहरूलाई यसरी नै प्रस्तुत गरियो भने राम्रो हुन्छ। यहाँहरूले एकदम विचार दिनुपर्ने, ध्यान दिनुपर्ने कुरा हो। प्रदेशहरूको बीचमा भएको सम्बन्धलाई प्रदेश अन्तर सम्बन्ध भनिन्छ। मैले हरेक प्रश्नहरूमा इन्ट्रोडक्सन दिएको छु, हजुरहरूले यो कुरालाई एकदमै ध्यान दिनुहोला, यो गर्नुपर्ने कुरा हो। नेपालमा प्रदेशहरूलाई दुई तरिकाबाट विभाजन गरेको पाइन्छ, भौगोलिक विभाजन र प्रशासनिक विभाजन। प्रदेशहरू बीचको प्रशासनिक विभाजनलाई अन्तर सम्बन्धको विशेषताको आधारमा निम्न आधारमा प्रस्तुत गरिन्छ। अब भौगोलिक रूपमा त्यति अन्तर सम्बन्धित छन् त छन्, अन्तर सम्बन्ध हामीले खोज्ने भने पाउन सक्छौँ, तर अहिले हामीले विशेष गरेर प्रशासनिक विभाजनलाई नै महत्त्व दिने गर्नुपर्छ। त्यसैले आर्थिक सम्बन्धको कुरा गर्ने भने एउटा प्रदेश र अर्को प्रदेश कृषि, पर्यटन, व्यापार तथा व्यवसायको दृष्टिकोणबाट सम्बन्धित रहेका छन्। जस्तै गण्डकी प्रदेश घुम्न भनेर आएको एउटा पर्यटक लुम्बिनी प्रदेशको लुम्बिनीमा समेत घुम्न आउँछ। त्यस्तै खमा हामीले हेर्ने भने सामाजिक र सांस्कृतिक सम्बन्ध हेर्ने हो भने सबै प्रदेशमा सबै जातिहरू छरिएर रहेका छन्। हरेक प्रदेशमा कुनै एउटै जातिको मात्रै बाहुल्यता छैन कि, बाहुल्यता चाहिँ छैन। अब हामीले अलि धेरै चाहिँ छ होला हैन। त्यसरी अब एउटै मात्रै जातिहरू रहेका छैनन्, सबै जातिहरू छरिएर रहेका छन्। 7वटै प्रदेशमा बसोबास गर्ने जातिहरूको धार्मिक स्थलका धर्मको आधारमा एउटै रहेका छन्। जस्तै 1 नम्बर प्रदेश अथवा कोशी प्रदेशको हिन्दू धर्मावलम्बीहरू पनि मन्दिरमै जान सक्छन्, पशुपतिनाथमा जान सक्छन्, र कर्णाली प्रदेशको हिन्दू धर्मावलम्बीहरू पनि पशुपतिनाथको मन्दिर दर्शन गर्न सक्छन्। त्यो आस्थाको केन्द्र नै हो। त्यसैले सबै प्रदेशमा बसोबास गर्ने मानिसको चालचलन, रीतिरिवाज तथा रहनसहन एउटै रहेका छन्। हरेक प्रदेशमा बसोबास गर्ने मानिसहरूका व्यक्तिगत व्यवहारमा समेत समानता रहेका छन्। अत विविधता सम्पन्न सानो मुलुक नेपालमा सङ्घीयता पश्चात सामाजिक एकता कायम गर्नका लागि समेत प्रदेशहरू सम्बन्धले महत्त्वपूर्ण भूमिका प्रदान गरेको पाउन सकिन्छ। अब नेपालमा समतामूलक समाज निर्माणको अवसर र चुनौतीहरू भनेर छ। यो अलिकति लङ टाइपमा लेख्नुपर्ने प्रश्न हो, तर सर्ट टाइपमा यहाँ राखिएको छ है। त्यही पनि यसको एन्सर पनि समतामूलक समाज भनेको के हो भनेको छ। एउटै समाजमा बसोबास गर्ने मानिसहरू जसलाई राष्ट्रिय आम्दानीको वितरणमा समानता साथै सामाजिक व्यवहारमा समेत एउटै अवसर सिर्जना गरिन्छ भने त्यसलाई समतामूलक समाज भनिन्छ। हरेक पक्षबाट अवसरहरू बराबर दिइन्छ, त्यो समतामूलक समाज हो। सबैलाई भेदभाव गरिँदैन, कसैलाई पनि भेदभाव नगरिकन सबैलाई एउटै वेबाट, एउटै पद्धतिबाट राष्ट्रिय आम्दानीको समान वितरण गर्नु समतामूलक समाज हो।
र यो समाज निर्माणका अवसरहरू के हुन सक्छन् त? यो अवसर र चुनौती विषयमा तपाईहरु एकदमै जानकार हुन आवश्यक छ। अवसर र चुनौतीहरू एउटै शब्दले काम गर्छ तर भाषा मात्रै फरक हुन्। जहाँ चाहिँ चुनौतीहरू हुन्छन् त्यहाँ अवसरहरू प्राप्त हुन्छ कि, त्यसैले तिनीहरूलाई भाषा मात्रै फरक गर्ने हो, अरू चाहिँ एउटै हुन्छ है। सामाजिक द्वन्द्वलाई निराकरण गर्न सकिन्छ, सामाजिक रूपान्तरण गर्नको लागि सहयोग पुग्छ है। यो अवसरहरू हुन्। सामाजिक विविधता व्यवस्थापन गर्न मद्दत मिल्छ। अब हामी चुनौतीहरू हेर्यौँ भने द्वन्द्व व्यवस्थापन गर्नु चुनौती हो, र त्यसैबाट के अवसर आइदियो भन्दा द्वन्द्वलाई निराकरण गर्न सकिन्छ भनिएको छ, त्यो अवसर भयो। हेर्नु त, चुनौती र अवसरहरू भाषा मात्रै फरक हो, अरू कुरा एउटै छ। र त्यस्तै सामाजिक रूपान्तरण गर्नु, सामाजिक विविधता व्यवस्थापन गर्नु आदि चाहिँ के हुन्छ चुनौतीहरू हुन्। र अन्त्यमा समतामूलक समाज त्यस्तो समाज हो जहाँ दीर्घकालीन माध्यमबाट है, दीर्घकालीन समयमा, धेरै लामो समयमा भनेको समाजमा बसोबास गर्ने मानिसलाई एकताबद्ध गरिएको हुन्छ। तिनीहरूलाई हरेक अवसरहरू समान प्रदान गर्नु भनेको के हो त भन्दा उनीहरूलाई एकताबद्ध गर्नु हो, द्वन्द्वहरूलाई निराकरण गर्नु है, अपराधहरूलाई न्यूनीकरण गर्नु। त्यसपछि 17 नम्बरको प्रश्न छ, नेपालमा सूचनाको हक कार्यान्वयनको लागि भएका प्रयासहरू। यो त लङ टाइपमा पनि आउन सक्छ है यो प्रश्न। सूचनाको हक सार्वजनिक महत्त्वको विषयमा सुसूचित हुन पाउने हक हो। सूचनाको हकबाट लोकतान्त्रिक समाजको परिकल्पना गरिएको हुन्छ। मानव अधिकार घोषणापत्रमा पनि सूचनाको हकलाई एउटा महत्त्वपूर्ण हक र अधिकारको रूपमा स्थापित गरिएको छ। सूचनाको हकलाई व्यवस्थित गर्नको लागि नेपालमा विविध प्रयास गरिँदै आएको छ, जसलाई निम्नानुसार व्यक्त गर्न सकिन्छ भनेको छ। यो प्रयास भनेर आउने क्वेसनहरू तपाईँले एकदमै ध्यान दिनु होला। प्रयास भनेर आइदियो भने तपाईँहरूले यो फर्मेटमा एन्सर लेख्नु नै एकदम बेस्ट हुन्छ। संवैधानिक प्रयास भनेको सूचनाको हकको सम्बन्धमा संविधानमा के गरिएको छ त भन्नु संवैधानिक प्रयास हो। संविधानको भाग 3 मा मौलिक हक छ। त्यो मौलिक हकको धारा 27 र 28 मा यो 27 मा सूचनाको हक, 28 मा गोपनीयताको हक भनेर राखेको छ, जुन दुईटै कुरा सूचनाको हकसँग सम्बन्धित छन् है। र कानुनी प्रयासको रूपमा हेर्ने हो भने सूचनाको हक सम्बन्धी ऐन 64 लागू भएको छ। नियमावली पनि 2065 जारी भएको छ। कानुनी रूपमा सूचना माग्न पाउने हकलाई सुनिश्चित गरिएको छ। साथसाथै सूचनाका प्रकारहरू समेत राखिएको छ कि कस्तो सूचना माग्न पाउने, कस्तो सूचना माग्न नपाउने, कस्ता सूचनाहरू गोप्य सूचना भन्ने कुराहरू त्यो यो ऐन र नियमावलीमा राखिएको छ। संस्थागत प्रयास पनि भएका छन्। सूचना तथा सञ्चार मन्त्रालय छ है, छुट्टै त्यो अन्तर्गतका विभाग र कार्यालयहरू छन्, सरकारी तथा गैर सरकारी निकायहरू छन्। र अन्य प्रयास हेर्ने भने हरेक सार्वजनिक निकायमा सूचना अधिकारको व्यवस्था गरिएको छ। मन्त्री परिषदको निर्णय सूचना अधिकारको रूपमा सरकारका प्रवक्ताले दिनुपर्ने व्यवस्था छ। र हरेक तहमा चाहिँ सरकारका प्रवक्ता रहन्छन्। प्रदेश सरकारमा पनि प्रदेश सरकारका प्रवक्ता, स्थानीय सरकारमा स्थानीय सरकारको प्रवक्ता रहने गर्छ। त्यहाँ भएका सार्वजनिक महत्त्वका विषयहरूलाई चाहिँ सूचनाको रूपमा तिनीहरूले प्रदान गर्नुपर्ने हुन्छ। र नागरिक बडापत्र हरेक सार्वजनिक कार्यालयको अगाडि राखिएको हुन्छ, त्यसले पनि सार्वजनिक सूचनाको काम गरेको हुन्छ। त्यस्तै अब वैदेशिक रोजगारीमा गएको छिमेकीलाई वैदेशिक रोजगारीको समस्या समाधानको उपायहरू उल्लेख गर्दै एउटा चिठी लेख्नुहोस् भनेको छ। अस्ति भर्खरै हामीले योभन्दा अघि यासीको इक्जाम हेऱ्यौँ भने त्यसमा चिठी नभनेर इमेल भनेको थियो है लुम्बिनी प्रदेशमा। यस्तै अब हामीलाई पनि यो चिठीको ठाउँमा इमेल आइदेला। अब इमेल लेख्न र चिठी लेख्नमा खासै ठुलो भिन्नता केही पनि छैन। भित्रको कन्टेन्टहरू एउटै हो है, आधार सत्कारको कुराहरू, भाषाहरू पनि लगभग एउटै हो। मात्रै के फरक हो भन्दा इमेलमा तपाईँहरूले इमेल टु भनेर राखेको हुन्छ नि माथि, पत्र इमेल पाउने व्यक्तिलाई इमेल एड्रेसमा लेखिदिनु होला माथि कुनै इमेल एड्रेस है। इमेल एड्रेस पनि साङ्केतिक रूपमा विशेष त कसैको नाम उल्लेख नगरेर राखिदिनु भयो भने बेस्ट हुन्छ। र अब चिठी लेख्ने सन्दर्भमा हामीले मिति राख्नु आवश्यक छ है। यो अब इन्फर्मल लेटर पनि हो। इन्फर्मल लेटर छिमेकीलाई लेख्ने चिठी इन्फर्मल हुन्छ। र अब यो मिति चाहिँ हाम्रो यो पेजको दायाँ किनारातिर राखिदिनु होला, टप किनारामा। र यतापट्टि प्यारो साथी क ख ग भनेर यो सम्मानको कुराहरू हो, यो चाहिँ यतापट्टि राखिएको छ। र त्यसपछि अब यहाँ थोरै चिठीको बेहोरा अलिकति तपाईँहरू आफ्नै भाषामा लेख्न सक्नुहुन्छ। यो हामी सबैजना आरामै छौँ है, साथै आरामताको कामना गर्दछौँ। आजपालि के गर्दैछौँ साथीले लेखिएको छ,
छिमेकी साथीलाई। त्यसैले रोजगारीको अवस्था कस्तो छ भनेर भनिएको छ, सोधिएको छ। वैदेशिक रोजगारमा विभिन्न खालका समाचारहरू आउने गरेका छन्। कतिपय सन्दर्भमा त विदेशी कामदारले अत्याधिक दुःख पाएका घटना समेत सुन्नमा आएका छन्। अथवा ती विविध समस्याहरूलाई समाधान गर्नका लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ। अब चिठी छ है, चिठीमा यसरी पोइन्ट राख्नु हुन्छ त भनेर धेरैले सोधेको पनि पाइन्छ। तर हामीले फर्मेट चाहिँ के गरेका छौँ त भन्दा यो चिठीको बेहोरा चाहिँ कस्तो छ भन्दा यो अनुच्छेदमै छ र अनुच्छेदमा पनि ध्यान दिनुपर्ने कुराहरू भनेर पोइन्टेड गर्न खोजिएको। त्यसैले यसलाई हामीले बेस्ट नै मान्न पर्छ। सोसलमा प्राय गरेर यो पोइन्ट नै फरवार्ड गर्ने हो है, यो कुराहरू ध्यान दिनु होला। त्यसपछि अब यो वैदेशिक समस्या समाधान गर्नेको लागि के गर्नुपर्छ त भन्ने यसको कन्टेन्ट हो। खासमा यो कन्टेन्ट चाहिँ क्लियर हुनुपर्छ। त्यो देशको भाषा सिक्नुपर्छ, रहनसहन जान्नुपर्छ है, त्यहाँको संस्कृति चाडबाडहरूको बारेमा जान्नुपर्छ, तिनीहरूलाई के भन्दा खुसी हुन्छन्, के भन्दा दुखी हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। कामको प्रकृति, कामको घन्टा, समयको बारेमा पनि जानकारी राखिराख्नुपर्छ। रोजगार प्रदायक संस्थाहरू हामीलाई कुन कम्पनीले रोजगार दिएको हो तिनीहरूको बारेमा जान्नु आवश्यक रहन्छ। र यी बाहेक समस्या समाधानका लागि समेत वैदेशिक रोजगारीमा जाने व्यक्ति सचेत र चलाक हुन आवश्यक ठानिन्छ। र यति भन्दै यो पत्रबाट बिदा चाहन्छु भनेको छ। यो चाहिँ थोरै पोइन्टमा आएछ, यो बुलेट टर्ममा आएछ, एडिट गर्न अहिले यहाँ मिलेन है। हतारमा यो भिडियो बनाउँदाखेरि यो एकचोटि प्रुफ रिडिङ पनि पाएको छैन भिडियोले। त्यसैले भोलिको परीक्षाको लागि आजको लागि हतारमा राखिएको छ। यो कुरामा ध्यान दिनु होला। र धन्यवाद लेखिसकेपछि यहाँ त्यो इन्डिङ पार्ट पनि हुनुपर्छ। इन्डिङ पार्टमा चाहिँ तपाईँहरूले अब इन्डिङ पार्ट चाहिँ कसरी राख्ने भन्ने कुरा चाहिँ आवश्यक रहन्छ है। त्यसपछि अर्को पार्ट छ 10 नम्बर 19 है। 10 नम्बर 19मा हामीले हेऱ्यौँ भने नेपालमा शिक्षाको पहुँच अझै व्यापक नहुनुका कारणहरू के होलान् भनिएको छ। यसको उपयुक्त कारणहरूको सूची पनि यहाँ राखिएको छ। अनि पहिला शिक्षामा पहुँच भन्ने के हो यो कुरा चाहिँ यहाँहरूलाई बुझ्न आवश्यक रहन्छ। शिक्षामा पहुँच भनेको चाहिँ कुनै पनि भेदभाव बिना शिक्षामा हरेक भाषा, धर्म, लिङ्ग र समुदायका मानिसहरूलाई समान अवसर उपलब्ध गराउनुलाई शिक्षामा पहुँच भनिन्छ। र शिक्षामा पहुँच सुनिश्चित नहुनका कारणहरू निम्नानुसार व्यक्त गर्न सकिन्छ भनेर बुलेट टर्ममा राखिएको छ। यो बुलेट टर्ममा हेर्नु होला। उपयुक्त शिक्षा प्रणाली आवश्यक रहन्छ। घर र विद्यालयको दूरी पनि आवश्यक छ। कक्षा कोठामा रहेको विविधता, कम तालिम प्राप्त शिक्षक तथा परम्परागत शिक्षण प्रणाली, गरिबी, बेरोजगारी तथा विविध खालका सामाजिक समस्याहरू, शिक्षाको प्रचार प्रसारमा कमी आउनु, विविध खालका प्राकृतिक प्रकोप र त्यसका असरहरू, प्राविधिक तथा सांस्कृतिक बाधा तथा अवरोधहरू, यो चाहिँ शिक्षामा पहुँच नपुग्नुका कारणहरू हुन्। र यी विविध खालका समस्याहरू समाधान गर्दै अग्रगामी शिक्षा सुनिश्चितताका लागि समाजलाई अगाडि बढाउनु आजको आवश्यकता। यो निष्कर्ष, यो कन्क्लुडिङ लाइन हो, एकदमै क्लियर गरिदिनु होला। र यो चाहिँ अरमा राखिएको क्वेसन छ। यो चाहिँ यो सम्पादकीयको नमुना रहेछ, त्यही भएर मैले यहाँ तयार गरेँ। कतिपय विद्यार्थी भाइ बहिनीहरूलाई सम्पादकीयको नमुना तयार पार्ने कसरी हो, यसको फर्मेट के हो भन्ने थाहा नहुन सक्छ। त्यसैले यो सम्पादकीयको नमुनामा हामीले यो टपमा राखिएको सम्पादकीय लेख्नुपर्छ र कन्टेन्टमा हामीलाई के दिएको छ, प्रश्नमा दिएको कुरालाई हेडिङ बनाएर माथिपट्टि राख्नुपर्छ। जस्तै यहाँ विदेश नीतिका आधारहरू भनेको हेडिङ हो। र सम्पादकीय नमुना चाहिँ सम्पादकीय लेख्ने भनेको कुनै पनि पत्र पत्रिकाको प्रधान सम्पादकले हो। त्यसैले कुन पत्रिकामा लेखिएको सम्पादकीय हो भनेर पत्रिका लेख्नु, पत्रिकाको नाम लेख्नुपर्ने हुन्छ। यहाँ कान्तिपुर दैनिक भनेर मैले माथि राखेको छु। त्यस्तै त्यसको तलपट्टि कुन दिन पनि यो सम्पादकीय लेखिएको थियो भनेर दिन र त्यसको वैशाख 26/2082 भनेर राखेको छ। तपाईँको त्यो डेडलाइनमा, इक्जाम डेडलाइन पनि आधार मानेर राखेको छु मैले। कुनै पनि देशले अब विदेश नीति, अब यसपछि बाँकी मैले यहाँ थोरै यो सम्पादकीयको नमुनामा एउटा यो टेबलभित्रै हुनु पर्यो है। यो कभरिङ गर्नु पर्यो, बाहिरबाट कभरिङ गरेर बक्सभित्र राखिदिनु भयो राम्रो, एकदमै बेस्ट हो त्यो। अनि अब यो सम्पादकीय भन्नु, लेख भन्नु अथवा निबन्ध भन्नु करिब उस्तै शब्दहरू हुन्। सम्पादकीयमा यो सम्पादकीयको माथिपट्टि सम्पादकीय कान्तिपुर दैनिक वैशाख 26/2082 भनेर त राखिएको छ। अनि लेख र निबन्धमा ती कुराहरू राखिँदैन। लेख चाहिँ अलिकति
व्यवहारिक तरिकाबाट लेखिन्छ भने अनि निबन्ध चाहिँ अलिकति सैद्धान्तिक तरिकाबाट अलिकति भएका कुराहरूलाई स्पष्ट ढङ्गबाट कारण प्रभाव र त्यसका उदाहरणहरूलाई व्याख्या गरिएको हुन्छ निबन्धमा। नत्र भने यिनीहरू लगभग एउटै समान हुन् र सम्पादकीयमा ध्यान दिनुपर्ने कुराहरू तपाईँले हेर्नुभयो भने अरू कुराहरू विदेश नीतिका आधारहरू नै हामीले जान्नुपर्ने मुख्य कुरा हो। अब सम्पादकीय भनेर यो 5 नम्बरमा आएको कन्टेन्टमा तपाईँले यो यसो बक्स बनाएर माथि लेख्नुभयो भने कम्तीमा 1-2 नम्बर चाहिँ तपाईँले दिन बाध्य हुनुहुन्छ होला सायद, प्रश्न चेक गर्ने अथवा उत्तर चेक गर्ने टिचरहरू। त्यसैले सम्पादकीयको नमुना गराउन आवश्यक रहन्छ। र अब विदेश नीतिका आधारहरू भनेको छ, यो विदेश नीतिका आधार पहिला विदेश नीति भनेको के हो है, त्यो कहाँ छ, ती आधारहरू के हुन् भन्ने कुरा विदेश नीतिका आधारहरू राखिएको छ। कुनै पनि देशले है अन्य बाँकी देशसँग तयार पारेको रणनीतिलाई विदेश नीति भन्ने गरिन्छ। यो कुनै पनि देशको बाँकी अन्य देशसँगको सम्बन्ध पनि हो। नेपालको संविधानको धारा 51 को उपधारा 9 मा नेपाल विदेश नीतिको सम्बन्धमा चर्चा गरिएको छ। नेपाल सरकारले विदेश नीति तय गर्दा तिनै बुदाहरूलाई मुख्य आधार बनाएको छ। संविधानमा उल्लेखित विषयवस्तुका आधारमा तय गरेको विदेश नीतिहरूलाई निम्न बुदाबाट पनि देखाउन सकिन्छ भनेर यो सम्पादकीयमा पनि बुलेट टर्म राखेँ कि मैले। तपाईहरुले एकदमै ध्यान दिनुपर्ने कुरा यही हो। र अब यसलाई सम्पादकीय लेख्दै गर्दाखेरि अनुच्छेदमा लेख्दाखेरि पनि राम्रै हुन्छ, तर यो बुलेट टर्ममा राखिदिनु भयो भने यो प्रश्नको उत्तर चेक गर्ने व्यक्तिले टिचरले सजिलै देख्न सक्नुहुन्छ। यसरी मिलाएर भाषा मिलाएर बुलेट टर्ममा राखिदिनु भयो भने राम्रो हुन्छ। सबै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने, कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हितको नयाँ सम्झौताहरू गर्ने, पारस्परिक समानताको सम्मान गर्ने, विवादको शान्तिपूर्ण निरूपण गर्ने आदि। र अन्त्यमा कुनै पनि देश सफल हुनुमा त्यहाँको विदेश नीतिले महत्त्वपूर्ण स्थान लिएको हुन्छ। सरी यहाँनिर थोरै यो फन्टहरुमा पनि बिग्रिएको छ है, यसलाई एकचोटि प्रुफ रिडिङ गर्न पाइन। र त्यसपछि अब समूह गबाट हामीलाई 3वटा क्वेशन आउँछन्। टोटलमा 4वटा क्वेशन आउँछन्, एउटा अरमा आउँछ है। र 4वटा क्वेशन मध्ये 3वटा क्वेशन गर्नुपर्छ। समालोचनात्मक चिन्तन व्यक्तिको जीवनमा कस्तो सकारात्मक भूमिका खेलेको हुन्छ उल्लेख गर्नुहोस्। साथै समालोचनात्मक चिन्तन सिप वृद्धि गर्न कसरी सकिन्छ लेख्नुहोस् भनेको छ। एउटै प्रश्न हेर्दा एउटा जस्तो देखिन्छ, तर यसमा 2-3वटा प्रश्नहरू एक आपसमा जोडिएर दिएको हुन्छ। यसमा समालोचनात्मक चिन्तनको परिभाषा आवश्यक छ, सकारात्मक भूमिका कसरी खेल्छ त्यो आवश्यक छ, र सिप वृद्धि गर्न कसरी सकिन्छ भन्ने कुरा पनि आवश्यक छ। समालोचनात्मक चिन्तन भनेको कुनै पनि विषयवस्तुको सन्दर्भमा भएका राम्रा र नराम्रा कुराहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्नु हो भन्ने बुझिन्छ। अर्को शब्दमा कुनै विषयवस्तुको सन्दर्भमा भएको तार्किक निर्णय नै समालोचनात्मक चिन्तन हो। समालोचनात्मक चिन्तनले जीवनमा खेलेका सकारात्मक भूमिका, यो सकारात्मक भूमिका भनेर सोधेको छ, प्रश्नमा महत्त्व भनेको छैन। यो सकारात्मक भूमिका भन्नु नै यसको महत्त्व। हामी बुकमा हेर्यौँ भने सकारात्मक भूमिका देख्दैनौँ, त्यहाँ महत्त्व देख्छौँ। त्यसैले यो महत्त्व भन्नु चाहिँ अथवा भूमिका भन्नु अथवा आवश्यकता भन्नु एउटै कुरा हुन्। यिनीहरूलाई अलिकति ध्यान दिनु होला। कुनै पनि मुद्दाको वास्तविक निष्कर्षमा पुग्न सकिन्छ है। कुनै पनि पक्षधरताको अभाव रहन्छ जसले गर्दा समाजमा रहेको राम्रा कुराले स्थान पाउँछ, सान्दर्भिक तथ्य र प्रमाण र अनुभवहरूले स्थान पाउँछन्, सर्वस्वीकारी कुराको बोध गर्नको लागि महत्त्वपूर्ण रहन्छ, उत्तम विकल्प छनौट गर्न सहयोग पुग्दछ, गलत विचारलाई विस्थापित गर्नको लागि सहयोग गर्दछ। त्यस्तै समालोचनात्मक चिन्तन सिप विकासको लागि आवश्यक कुराहरू भनेको छ। अब यो विभिन्न सिपहरू छन् है, हामीले त्यो सिपहरू हेर्न सक्छौँ। त्यो सिपको मार्फतबाट पनि हामीले समालोचनात्मक चिन्तन सिप विकास गर्न सक्छौँ। यसको साथसाथै अभ्यासहरू पनि गर्न आवश्यक छ। कहिलेकाहीँ यसलाई अभ्यास कसरी गर्न सकिन्छ, समालोचनात्मक चिन्तनको अभ्यास गर्ने तरिकाहरू भन्देला है। त्यो अभ्यास गर्ने तरिका पनि के हो त भन्दा त्यो सिपकै कुराहरू है। त्यसैले विश्लेषण सिप, यो विश्लेषण सिप भनेको मात्रै के हो भनेर सर्ट क्वेसनमा, भेरी सर्ट क्वेसनमा सोध्ने प्रश्न हो। त्यसैले यहाँ मैले यसको डिस्क्राइब पनि गरेको छु। कुनै घटना, समस्या वा मुद्दासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने तथा तिनीहरूलाई प्रशोधन गरी प्रभाव मूल्याङ्कन गर्ने सिप विश्लेषण सिप हो भन्नु पर्यो। यसले दुईवटै काम गरेको छ। समालोचनात्मक चिन्तन सिप विकास गर्नको लागि आवश्यक कुराहरू र विश्लेषण सिप भनेको के हो, दुईटै कुरा यसले
प्रदान गरेको छ है। अनि समालोचनात्मक चिन्तन प्रयोगमा हुने विविध सिपहरू अर्थनिर्माण व्याख्या गर्ने सिप, आत्मनियमन सिप, खुल्ला सोचाइ सिप, समस्या समाधान गर्ने सिप, समस्या मुद्दा वा प्रश्नलाई पहिचान गर्ने सिप, तथ्याङ्क विचार र तर्कहरू सङ्कलन गर्ने, त्यस्तै तथ्याङ्क विश्वसनीय र पर्याप्त छ कि छैन भन्नु, विश्लेषण र मूल्याङ्कन गर्नु, सूचनामा महत्त्वपूर्णतालाई ध्यान दिने जस्तो कुराहरू चाहिँ उत्तम विकल्प छनौट गर्ने, निष्कर्ष वा निर्णय प्रस्तुतीकरण गर्ने कुरासँग सम्बन्धित छन्। त्यसैले अत गहिरो अध्ययनबाट निष्कर्ष पुगिने भएकाले समालोचनात्मक चिन्तनले कुनै पनि विषयवस्तुको मार्फतबाट समाजलाई अघि बढ्न प्रेरित गर्छ भनेको छ। अब प्रश्न नम्बर 21 को यो अनि यो 22 मैले गर्दै पनि समय अभावले गर्दाखेरि यसलाई प्रेजेन्ट गर्न सकिनँ, यहाँहरूसँग माफी माग्न चाहन्छु है। र मैले यसो प्रश्न हेर्दाखेरि यो त्यति तपाईहरुले यसको कन्टेन्ट नपाउने खालको प्रश्न थिएन है। त्यसैले पुस्तकमा हेर्नुभयो भने पनि यसको सहजै आन्सरहरू तपाईले प्राप्त गर्नुहुन्छ। यो ससाना राज्यहरू उदय हुनुको कारण के होला भनेको छ। उदय हुनुको कारण के हो भन्दा केन्द्रबाट टाढा भएर अघि सर्ट क्वेशनमा पनि हामीले हेर्यौं हैन। अनि उदय हुनुको कारण भनेको एक आपसमा उनीहरू विवादित भएर है सानसाना कुराहरुमा झै झगडा गरेर अनि तिनीहरुका इच्छा चाहनाहरु फरक भएर तिनीहरु उदय भए ती 22-24 राज्यहरू। र अवसान हुनुको मुख्य कारण चाहिँ के हो त भन्दा नेपाल एकीकरण हो। यो नेपाल एकीकरणको कारणले पनि अवसान भए। र अर्को कारण अवसान हुनुको कारण के हो भन्दा यिनीहरुको एक आपसमा द्वन्द्व भयो, एक आपसमा झै झगडा भए। एउटा राज्य र अर्को राज्य मिल्ने टुक्रिने कुराहरुमा चाहिँ यिनीहरु कति बेला मिल्ने कति बेला टुक्रिने त्यो खासै निदो पनि हुन्थेन। त्यसैले यो पुस्तकबाट पनि अरु अलि डिटेलली हेर्नु होला। र धेरै जसो विकासोन्मुख राष्ट्रहरुमा अव्यवस्थित शहरीकरण पाउन सकिन्छ भनेको छ। के कारणले गर्दा अव्यवस्थित शहरीकरण भएको छ? यहाँ विकासोन्मुख राष्ट्रहरुमा अव्यवस्थित शहरीकरण है, किनकि त्यहाँ शिक्षा स्वास्थ्य जस्ता कुराहरु चाहिँ अलिकति के हुन्छ अभाव रहन्छ। त्यसैले जहाँ शहर हुन्छ त्यो शहरमा चाहिँ जनसंख्याको चाप तीव्र हुन्छ। नेपाललाई हामीले उदाहरणको रूपमा हेर्न सक्छौं। नेपालका शहरी क्षेत्रहरुमा जनसंख्याको चाप तीव्र छ। हामी यो पहाडी क्षेत्रहरुमा हिमाली क्षेत्रहरुमा हेर्यौं भने खुल्ला स्थानहरु छन् है। त्यसैले त्यो विकासोन्मुख देशहरुमा शिक्षा स्वास्थ्य जतासुकै सर्वसुलभ नभएको कारणले गर्दाखेरि यस्तो हुने गर्छ है। यसलाई मिलाएर लेख्न सक्नुहुन्छ। साथै उक्त समस्या समाधान गर्नको लागि के उपायहरु अवलम्बन गर्नु पर्ला विस्तारमा लेख्नुहोस् भनेको छ। अब ती समस्याहरु समाधान गर्नको लागि शिक्षा स्वास्थ्य नै विस्तार गर्नु पर्यो, जनचेतना फैलाउनु पर्यो है। अनि जनसंख्या वृद्धिलाई रोक्नु पर्यो। अनि विशेष त अब अव्यवस्थित शहरीकरणबाट पर्ने प्रभावहरुको सम्बन्धमा सुसूचित गराउनु पर्यो। यिनै कुराहरुलाई हामीले आधार बनाउन सक्छौं। मौखिक रूपमा पनि धेरै लेख्न सकिन्छ। संघ प्रदेश र स्थानीय तहको प्रमुख कार्यहरु समेटी एउटा लेख तयार गर्नुहोस्। हजुरहरुले एकदमै ध्यान दिनुपर्ने कुरा छ। संविधानको अनुसूची 5 देखि अनुसूची 9 सम्म संघ प्रदेश र स्थानीय तहका छुट्टा-छुट्टै बेग्ला अधिकार र साझा अधिकारहरुलाई त्यहाँ समेटिएको छ। त्यसलाई हेर्नु कम्तीमा 5 वटा कुनै संघका प्रदेशका स्थानीय तहका र संघ र प्रदेशका स्थानीय तहका संघ प्रदेश र स्थानीय तहका साझा यी 5 वटाका 5 वटा मुख्य कार्यहरु तपाईहरुलाई सजिलो लाग्ने ती कार्यहरुलाई हेरेर किताबमै पनि दिएको छ। संविधानको अनुसूची 5 देखि अनुसूची 9 सम्म पनि छ। यसलाई पनि आधार मानेर हेर्नु होला। यो भन्न चाहे। र त्यसपछि अब यहाँहरुलाई मैले थोरै 1 मिनेट मात्रै लेख्न चाहन्छु, धेरै लेख्दिन। भोलिको परीक्षामा अब हजुरहरुले पनि अब तयारीमै हुनुहुन्छ होला यति बेलासम्म। युनिट 1 देखि 3 सम्म है हामीलाई 17 नम्बर आउँछ। 17 नम्बरको लागि त्यो आवश्यक पर्ने भएकाले युनिट 1 देखि 3 सम्म 17 नम्बरको एउटा लङ क्वेशन। युनिट 4, 5, 6, 7 है 4, 5, 6, 7 चारवटा युनिटबाट एउटा लङ क्वेशन आउँछ र अल टुगेदर 30 मार्क्सको क्वेशनहरु त्यहाँबाट आउने गर्छ। त्यसपछि 8, 9, 10, 11 बाँकी चारवटा युनिटहरुबाट पनि 28 मार्क्सको आउँछ
र एउटा लङ क्वेसन आउँछ। त्यसैले लङ क्वेसनहरूलाई पढ्दाखेरि, लङ क्वेसनहरू सम्भावित कुराहरू पढ्दाखेरि ती कुराहरूमा ध्यान दिनु। युनिट 4, 5, 6, 7 अलिकति महत्त्वपूर्ण छ, स्टार्टिक पनि छ, त्यसलाई अलिकति घोप्नुपर्ने, ठ्याक्कै जान्नुपर्ने कुराहरू छन्। बाँकी 8, 9, 10, 11 का युनिटहरू चाहिँ आफ्नै शैलीमा लेख्ने र 1, 2, 3 चाहिँ यसो बुझिसकेपछि तिनलाई पनि आफैले लेख्न सकिने खालका भएको हुनाले यहाँहरूले आफ्नो सृजनात्मकतामा पनि विश्वास गर्नु होला है। किताबबाट पढेकै कन्टेन्ट लेख्नुपर्छ, पढेकै आएन भनेर प्रश्नहरू नछोड्नु होला भन्दै भोलि हुने परीक्षामा यहाँहरूको सफलताको कामना गर्दै म यहाँबाट बिदा हुन चाहन्छु।